हाम्रो नयाँ बेहुलीको आज यहाँ फर्स्ट डे फर्स्ट काम भइरहेछ आफ्टर म्यारिज। घर बढाल्ने काम, ए सरी आँगन घर बढाल्यो। ए डाइरेक्ट आँगन बढाल्दिएको नि? ए घर चाहिँ बादमा बढाल्ने? ए ल ल ल ठिक छ। अनि यहाँ आँगन बढालेर यहाँ मैला थुपारिँदैछ हो। अनि सालो चाहिँ उहाँ एकदम घाम के अरे आगो तापेर बसिरहेछ। अब म चाहिँ यहाँनिर गाडीको यो निकालेर चाहिँ धुने। यहाँ हेल्पर यहाँ लु टक्क यो निकाल्ने ल, यसरी हेर त, यसो कोट्टाएर यो निकाल्ने ल। यहाँ बेहुलाले पनि हेल्प गर्नु आइहाल्नु भयो हाम्रो सालो। आजदेखिको दुईजना भाइ र यहाँ बहिनीको चाहिँ अब सुरु भयो पारिवारिक जिन्दगी। प्रशान्त दादाले चाहिँ बढाल्नु हुँदैछ भनेर चाहिँ घाम नआएको। दादा हो कि के हो तिम्रो? काका नै हो। आज सालोको बिहाको रिसेप्सन पार्टी छ, सो त्यही भएर चाहिँ यहाँ प्यान्डलहरू सबै बनिसकेको छ। मजाको डिजाइन भइरहेछ है। अनि उता चाहिँ खसी काट्नेहरू काम हुँदैछ। खसी काट्ने, बनाउने, मार हान्ने सब भइरहेछ उता कार्यक्रम। कति केजीको? 25 केजीको यो। वेटिङ लिस्टमा चाहिँ कतिको छ? वेटिङ लिस्टमा अझै 20-22 किलोको छ। दुईटा छ, 22-22 किलो। 22-22 किलोको दुईटा छ चाहिँ। यो पो त असली त। यो पनि के हो? सिरुपाती हो कि कट्टिनी हो? अब यहाँ दिपेश दाजुले मार हान्नु गइरहेको छ नि हाम्रो यहाँ। दिपेश दाजुले अर्को वेटिङ लिस्टमा छ यहाँनिर। ब्याक गर्दैछ फेरि अर्को। टोटल 3टा काट्ने हो। पारा मिलेन। फर्स्ट वाला कति गयो? 27। अनि सेकेन्ड वाला 25। सेकेन्ड मिलाएर 30। यो हुन्छ त्यति नै 26-27 हुन्छ यो। यता चाहिँ आन्द्रा भुँडी धुने काम चलिरहेछ। आन्टी र मम्मीले के हो चिउरा हो यो? ए आन्द्रा भुँडी चिउरा खानु लागि। यता चाहिँ सब्जीहरू माछाहरू पकाउनुको लागि मसलाहरू सब रेडी भइसकेको छ। र यहाँनिर बबरजी पनि आइसक्नु भएको छ, उहाँले पकाउनु हुँदैछ सब्जी। यो एन्ट्रेन्सको डिजाइन हो। अनि यता स्टेज बनाएको छ, भाइहरूको कार्यक्रम भइरहेछ कामहरूको। अनि खाना खाने चाहिँ बनाएको छ यता है। यो चाहिँ एडिसनल प्लान हो, बादमा प्लान भएको यो यता राख्ने। अदरवाइज उतापट्टि नै गर्ने प्लान भएको थियो। यो हो खाना खाने ठाउँ। यता माछा पाक्दैछ, यता फ्राई हुँदैछ। यहाँ चाहिँ भाउजूले प्याज खेलाउनु हुँदैछ भन्नु। हजुर हजुर कसले त्यस्तो लालसन लगाएको न एकदम मिठो भएन भनेर? आज चाहिँ हाम्रो ठुलो मम्मी यहाँ कर्जी मर्जीको चाहिँ मास्टर सेफ आज यहाँ। हजुर राखिदिएको छ। यो चाहिँ मेरो तपाईँ भिडियो आएन भने उसले खाएको भिडियो अब कस्तो बनिएको छ? स्वादिष्ट
ल मेरो टर्न ल कत्रो खुवाउँदैछ नानी भात पाक्दैछ यता चाहिँ खसीको मासु हाम्रो जय सरले यहाँ मेकअप गरिदिनु हुँदैछ बेहुलीको यता बेहुला चाहिँ पर्खिरहेछ सो दिदीहरू पनि आइपुग्नु भयो एन्ड मम्मी बाबाहरू पनि आइपुग्नु भयो म गएको थिएँ लिनुको लागि घरमा सो यो फुच्चे पनि आएको छ यहाँ के रे भन्छ कफी कहाँ हो यो तातो पानी पो हो त तातो पानी पो हो त बेहुला बेहुली बसेछन् पनि नानीको पर्स ठुलो भएन ए अच्छा अच्छा यता खानापिना चल्दैछ को हो ओडे बाबा रे बाबा कत्रो खाँदैछ त मान्छेले ओडे बाबा मेरा दिल लिया देखा ना तेरे को जाना तेरे रस्ते निशाने पे कदमों में तेरे निकले मेरा दम है बच नहीं अरमान